तपाईलाई उमेरभन्दा चाँडै बुढो देखाउँछ यी मुख्य 6 बानीहरूले। नम्बर 1, आफ्नो पेट र खानपानको ख्याल नगर्नु। हाम्रो पेट र छाला बीच सीधा सम्बन्ध हुन्छ। जंक फूड, धेरै तेल मसला वा प्याकेटका खानेकुरा बारम्बार खाँदा पाचन प्रक्रिया कमजोर हुन्छ र पेटमा विकार जम्मा हुन थाल्छ। जब पाचन प्रणाली बिग्रिन्छ, शरीरले आवश्यक पोषक तत्त्व लिन सक्दैन। यसको सीधा असर शरीरमा ऊर्जा घट्नु, अनुहारमा डन्डीफोर र दाग देखिनु तथा छाला फिक्का हुनु हो। नम्बर 2, ढिला सुत्नु वा पर्याप्त निन्द्रा नलिनु। निन्द्रा भनेको शरीरको रिपेयर टाइम हो। जब हामी ढिला सुत्छौं वा कम सुत्छौं, शरीर र छालालाई मर्मत गर्ने समय नै दिदैनौं। त्यसको असर आँखामुनि कालोपन, अनुहारमा थकान, चिडचिडापन र समयभन्दा चाँडै चाउलीपना छिटो आउँछ। नम्बर 3, अत्यधिक तनाव लिनु। जब तपाईँ तनावमा हुनुहुन्छ, शरीरमा कर्टिसोल भन्ने हर्मोन बढ्छ। यो हर्मोनले छालालाई कसिलो र जवान राख्ने कोलाजेनलाई नष्ट गरिदिन्छ। जति धेरै तनाव, उति नै छिटो कपाल झर्छ, अनुहारको छाला लत्रिने र बुढो देखिने समस्या आउँछ। नम्बर 4, धेरै गुलियो खाने बानी। सुन्दा अचम्म लाग्न सक्छ, तर गुलियो चीज छालाको लागि सबैभन्दा ठूलो शत्रु हो। रगतमा चिनीको मात्रा बढी हुँदा ग्लाइकेसन भन्ने प्रक्रिया हुन्छ, जसले छालाको फाइबरलाई कडा र सुखा बनाउँछ। यसले गर्दा कलिलै उमेरमा निधार र आँखाको छेउमा रिङ्कल्स देखिन थाल्छन्। नम्बर 5, पानी कम पिउनु। हाम्रो छालाका कोषहरूलाई फुल्न र चम्किलो रहन पानी चाहिन्छ। अंगुर सुक्दा किसमिस भए जस्तै यदि शरीरमा पानी कम भयो भने छाला सुक्खा हुन्छ र खुम्चिन थाल्छ, जसले गर्दा चाँडै बुढो देखिन्छ। नम्बर 6, अल्छी जीवनशैली वा व्यायाम नगर्नु। व्यायाम गर्दा मुटुको धड्कन बढ्छ र ब्लड सर्कुलेसन तीव्र हुन्छ। यसले छालासम्म अक्सिजन र पोषक तत्त्व पुर्याउँछ, जसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ। व्यायाम नगर्दा शरीरमा विषालु पदार्थ पसिना मार्फत बाहिर निस्कन पाउँदैन, जसले बुढ्यौली छिटो निम्त्याउँछ। याद राख्नुहोस्, आफ्नो शरीरको हेरचाह नगरेर समय अगावै बुढो देखिनु आफै माथिको अन्याय हो। आज तपाईले आफ्नो शरीरलाई जस्तो व्यवहार गर्नुहुन्छ, भोलि अनुहारले त्यही देखाउँछ। त्यसैले आजैबाट आफ्नो ख्याल राख्नुहोस्, किनकि तपाईँ अमूल्य हुनुहुन्छ। यो सन्देश उपयोगी लाग्यो भने अरूसँग पनि शेयर गर्नुहोला।